चट्टानलाई फोरेर निस्किने फलाम यस्तो राम्रो केटी अगाडि बढेको छ यहाँबाट मैले चट्टानलाई फोरेर मेरो खराब पानी छ मेरो खराब के बोल्नु पर्ने के बोलिरहेछु मेरो इज्जत लुट्यो कसले लुट्यो मैले लुटेको मेरो इज्जत फेरि कचका सुरु भयो यसको मलाई बर्बाद पार्यो मेरो इज्जत लुट्यो बिहान उठ्नु पाएको छैन कचकच सुरु तब औलाईको के इज्जत छ र लुट्नुको लागि तेरो इज्जत लुट्ने भए त उहिले लुटिसक्थे बाउलाई त्यसो भयो किन नलुट्या त मेरो इज्जत क्या ये क्या बक रहे ए मेरी हजुरआमा तेरो इज्जत लुट्दै गरौँला अहिले यहाँबाट हिँड पछि लुट्ने हो लुट्ने आँखा ठुलो गर्नु ल मुख गर्नुस् पढाइरहेको ठाउँमा कराउनु पर्छ फेरि बिरे बिरे भनेर कराउनु पर्छ अनि तेरो नाम बिरे होइन त बिरेलाई बिरे नभने के भन्ने त चुप लाग मेरो नाम बिरे होइन विवेक हो सरिया नाम होइन है तेरो न्वारन त गाउँमै भइसक्यो होइन र यहाँ सहरमा आएर फेरि किन न्वारन गर्नु पर्यो हामी यस्तै त हो नि बोरो सर धेरै दुख्यो क्या गुड मर्निङ सर गुड मर्निङ आमै हाम्रो चरीकोटमा त बारीमा आलु फल्थ्यो सरको त निधारमै फले हाम्री आमाले भन्थिन् तालुमा आलु फलेको भने यही हो कि क्या हो सर ए तेरो त्यो खोल्न खोल्दै बुड्की क्या मान्छे रहेछ तेरो त्यो तिलहरी तेरो त्यो ब्रासलेट तेरो यो यारलिङ यो पो खोल भनेको आमा आमा म बोलेको रोने रोने अच्छा मलाई तेरो एकदम न्यास्रो लागिरहेछ तँलाई कस्तो छ मेरो अब चिन्तै नलिनुस् आमा मैले गाउँले रहनसहन लुगा सबै छोडिसके म यहाँ पंक्स भइसके आमा पंक्स के बोले भाइ के बोले के जथाभावी बोले त्यो पङ्कज भनेको के हो मोडर्न आमा मोडर्न सहरी हावा बुझेको सबै कुरा जान्ने मान्छेलाई यहाँ पंक्स भन्दो रहेछन् भन्नुस् मोही खान पाइन्छ जसलाई पनि खानु पर्ने मोही चमेलीको तेल चाहिने यसैलाई दलिहाल लाउ रे मोइदै छैन पानी खाएर जानुस् लाउरे यसलाई तेल दल्न पाइस् भने तेरो जिन्दगी सफल हुन्छ लाउरे मेरो खराब पानी छ मेरो खराब ए राज राम्रोसँग बस कोट च्यात्ते लाने फेरि सत्यानाश होस् तेरो अहिले मेरो कोट च्यात्या भए अच्छा मेरो कोट मैलो हुन्छ ठीक है A few moments later तेरीमा बदमास मेरो कोट लगाएर ठिटीसँग मोज गर्ने के बोले भाइ के बोले यो मेरो कोट हो होइन सन्ध्या हो तपाईँ पागल हुनुभयो कि के हो उल्टै मलाई पागल भन्छस् त चाहिँ खुब इज्जतदार मेरो कोट लगाएर केटीको अगाडि तँलाई खुब इज्जत देखाउनु पर्ने फुकाल मेरो कोट फुकाल तेरीमा पाके के गर्दै केटीको अगाडि खुब शान देखाउनु पर्ने रोल नम्बर 21 आछु हो आछु यो आउ त सुनेको होला छ के छ कुमार तेरो हाल खबर बोले त हो म तिमीले सरलाई चिन्याछौ चिन्ने रे यसलाई सानामा कति गोदेछु मैले मेरो खराब पानी छ मेरो खराब यही सुतिरहेको छु प्रताप उठ के भयो उज्यालो भइसक्यो उज्यालो होइन अँध्यारै भइसक्यो रुजी यहाँ हेर त कार्ड होइन बिहे कार्ड त ठुलो हुन्थ्यो यो सानो कार्ड कतै पास्नेको त होइन पास्नी होइन के मेरो होनेवाला स्वास्नी किन बोलाइस फटाफट भन
ओहो साँच्चीकै सीता परेछ कि क्या हो सीते हाम्रो मिलन फेरि हुँदैन हुन्छ कहिले राति राति अच्छा कहाँ सपनामा भोग लाग्यो भने भोग लाग्यो भने भोक लागे भुकेर बस भाउ 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 भुकेर बस तँलाई त म 3 दिनसम्म के पनि खुवाउँदैन बुझिस् एकाइला काका मलाई खोलिदिनुस् न खोलौँला तँलाई अस्ति चौथीको दिन मेरो बारीका काँक्रा फलफुल मजाले खिच्या थिए नि ठिक छ म तँलाई अर्को पल्ट तिम्रो खोरको सबै कुरा सकाउन सकिन भने मेरो नाम बले होइन बुझ It's the motherfucking DRE